जिउँदो छु बोल्दा तितो लाग्छ, सत्य बोलेर सम्बन्ध चिसो हुन्छ। अनुग्रहको शब्द नफुटेको मुख लाछना र आरोपले भरिएको छ। र मलाई थाहा छ एक दिन म रहने छैन। म मात्र होइन, कोही पनि रहने छैन। त्यो दिन जब मेरो सास शून्य हुनेछ, त्यो दिन मेरो फोटो खिचेर कालो फ्रेममा राखिनेछ। त्यसैको क्याप्सनमा लेखिनेछ, हार्दिक श्रद्धाञ्जली स्वर्गीय फलानु फलानु। जसले जिन्दगीभरि मलाई हेरेन, उनीहरू पनि रिप लेख्न हतार हतार गर्नेछन्। जो कोहीले मेरो आवाज सुन्न चाहेनन्, उनीहरूले मबाट प्रेरणा लिएका थिए रे भन्नेछन्। म सोच्न थाल्छु कि म मर्नु पर्थ्यो मायाको एउटा सानो वाक्य पढ्नको लागि, कि मेरो अस्तित्वले मूल्य पाउन मेरो अस्तित्व हराउनु पर्थ्यो। जिउँदो छु, अझै पनि छु, र मुखमा सुहाउँदिन म। मरेपछि फेसबुकको भित्तामा सुहाउने छु, सायद त्यहाँ एउटा असल मान्छेको खाका बनेर। तर त्यो बेला म पढ्न सक्दिनँ तिमीहरूले माया गरेर लेखेका ती शब्दहरू।